जिन्दगीमा तपाईको संघर्ष छ मेरो भाइ, एक्लै लड्नुपर्छ। जिन्दगीको सपनाहरू होला, जिन्दगीको दर्शनहरू होला, जिन्दगीको परिस्थिति होला, मेरो बहिनी एक्लै लड्नुपर्छ, एक्लै खडा हुनुपर्छ। जो मान्छे एक्लै खडा भएको हुन्छ नि त्यो मान्छे भित्रैबाट बलिएको हुन्छ। हामी नि यसले बुझेन त्यसले बुझेन, नबुझ्ने मान्छेले अलरेडी तपाईँले नबुझ्नु खोजेको आफूले बुझ्दैन। कसले बुझ्नु भयो? मलाई यसले बुझेन त्यसले बुझेन। नबुझ्ने मान्छेले अब तपाईँलाई बुझ्दै बुझ्दैन, किनकि उसले तपाईँलाई नबुझ्ने निर्णय गरिसक्यो। भन्नुहोस् न, मेरो साथमा परमेश्वर हुनुहुन्छ। परमेश्वरले राखिदिनु भएको केही असल मानिसहरू हुनुहुन्छ। म खुसी छु, म आत्मामा परिपक्व भएको छु। मलाई आज भोलि किन मानिसहरूको वाहवाले पनि प्रभाव पार्दैन, मानिसहरूको आलोचनाले पनि तितो पार्दैन।